झाँक्रीको शक्ति आइरहेको छ शक्ति आऊ शक्तिलाई आह्वान गर्छु अघि मैले आउँछु भनेको थिएँ पूर्ण रूपमा कम्पन छोड्दै लट्टे झाँक्री लट्टे झाँक्री आउनुहोस् आउनुहोस् तपाईँलाई आवाहन स्थापे आवाहन स्थापे लट्टे झाँक्री कम्पन छोड्दै पूर्ण रूपमा या पूर्ण शक्तिको साथमा पूर्ण शक्ति देखाउने कम्पन छोड्दै 10 गुना बढी 20 गुना 50 गुना 100 गुना 1000 गुना पूर्ण आफ्नो पूर्ण स्वरूपमा पूर्ण शक्तिको साथमा Sembalari ini sama ini sama susang sing sele sesi yang mangse selo cuci yang bela sen ini yang mangsem. Mana लट्टे झाँक्री गर्ने वन जङ्गलमा खेल्ने कहिलेदेखि यो बालकको शरीरमा आउनु साल्नु पो म त जन्मान्तर छु जन्मान्तरदेखि हैन न कुलबाट न पित्रबाट जन्मान्तर न त मेरो उत्पन्न न त मेरो मृत्यु हो अजम्बरी हाम्रो मृत्यु पनि हुँदैन यो शरीरको मृत्यु हुन्छ फेरि जागेर आउँछ अर्को जन्ममा बाला नानीहरूलाई शिक्षा दिँदै हिँड्ने खालको झाँक्री हो म के शिक्षा दियो यो बालकलाई यसलाई तन्त्र मन्त्रको ज्ञान दिँदै आएको म नै हो कस्तो कस्तो मन्त्र दिएको छ यसलाई मैले न त वेदशास्त्रमा भएको मन्त्र दिएको छु म त मनुष्यको रूपमा खेल्दै आउँदा डुल्दै आउँदा मान्छेको मनको तरङ्गहरू बुझ्ने तन्त्र मन्त्र ज्ञानहरू दिँदै आएको न त वेदशास्त्रको मन्त्रहरू त्यस्तो कुनै पनि छैन त्यस्तोहरू होइन आफै हेर्दै थाहा पाउने त्यस्तोहरू ज्ञानहरू दिँदै आएको छु मैले त्यसै भएर कुनै पनि मन्त्र छैन साबर मन्त्र छैन त्यस्तो मन्त्र सन्त्र हामीमा झाँक्रीमा खासमा भन्ने पर्दा केही पनि हुँदैन केही पनि चाहिँदैन हामीलाई न तन्त्र न मन्त्र सिर्फ हाम्रो त जे बोल्यो त्यही तन्त्र हुन्छ जे बोल्यो त्यही मन्त्र हुन्छ मन्त्र अरूले बनाउँछ हामी स्वयं मन्त्र हामीले जे बोल्यो त्यही मन्त्र हो त्यस्तो खालको झाँक्री हो स्वयं शिवको रूप हो हामी त्यो खालको झाँक्री हो लट्टे झाँक्री कतिवटा लट्टा छन् लट्टा पर्दै जान्छ बढ्दै बिस्तारै हतार गर्नु हुँदैन जङ्गलमा यति बसिल्यायो भने यसै बाला नानीले 1 वर्षभित्रमा दिनेछु तर बसिल्याएन मेरो पूजा पाठ गरिल्याएन अनि दिनमा पनि जन्मान्तरदेखि स्वतः ब्रह्माण्डमा व्याप्त शक्तिलाई के पूजा गरिनुपर्छ जरुरी छ जरुरी त छ त्यसैले त हामीले देवी देउराली देउता हिमालचुली पहाड पर्वत मधेस मैदान हुँदै हामी यो प्रकृतिको पूजा गर्दै नै हामी नै हो अब यो बालकलाई के शक्ति दिने सोच छ यसलाई म यसको तपस्या यसको भक्ति भावना जति गरेर ल्याउँछ त्यति नै म यसलाई ज्ञान शक्ति दिँदै आउनेछु खोल दिँदै आउनेछु त्यस्तो खालको झाँक्री हो म यति माग्दैन खोजी निदान गर्दैन भने पाउँदैन पनि यो बालकले के खोजेको छ यसले खोज्न त आफ्नो तप साधनाहरू गर्नै खोजिरहेको छ तर गरिरहेको छैन त्यस्तो खालको छ बिस्तारै गर्दै जान्छ त्यस्तो खालको हामी लासन जमाएर बस्नु एकचोटि आसनमा बस्नु लासन ग्रहण गर्नु ल पूर्ण कम्पनको साथमा हावामा उड्दै हावामा तैरिँदै भाइमा खेल्दै ल भन्नुहोस् तपाईँ सम्पूर्ण जगतको कल्याणको लागि आउनुभएको होइन हो ल कल्याणको लागि यो बालकको शरीरमा आउनु भएको छ अब कोही कसैलाई यहाँ पनि कल्याण गरिदिनुहोस् ताकि केही व्यक्तिहरूको उन्नति होस् हुन्छ ल तर मेरो नियम अलग छ भोगल जाउँ ल मेरो नियम जसले साँच्चो मनले पुगार्न सक्दैन त्यसको
त्यसको कल्याण हुँदैन होइन हामीबाट। ठिक छ, कल्याणको कुरा ठिकै छ। जसले साँचो मनले हामीलाई पूजा गरेर सम्झेर ल्याउँछ, सपनामा पनि देख्छ, ज्ञान पनि पाउँदै जान्छ, त्यस्तो खालको झाँक्री हो। जसले मान्दैन त्यसले हाम्रो ज्ञान पाउँदैन। जसले मान्दैन उसले पाउँदैन, त्यो स्वाभाविक हो होइन। गुरुलाई सबै सदैव पुज्नुपर्छ, पूज्य हुन्छ। यस्तो खालको सर्व देवताभन्दा पनि माथि हुन्छ स्थान। हामी त अंश हो, अंश स्वरूप भएर हावा बतास हुँदै खेल्दै हिँड्ने हामी नै हो। देवता गुरु मन्त्रालय के भावना मुच्छते। देवता गुरु र मन्त्र एउटै हुन्छ, समान हुन्छ है। ल पूर्ण, ल यो हाम्रो भुवलजीको शरीरमा केही नगर पूजाहरूसँग के कारणले गरेको छ पुरै स्क्यान गरेर सेसेम्बेलिङ मान्छो हिनी चाङबाला र अम्बेनियाङ सङसम हो चाङबाला सिङेम्बो लो सिएङमा नाचिएम्बेले चोम्बोलो रो चेम्बे चेङबेनी सबैले भन्नु एसे बाला कुनै कालो दुष्ट आत्माले खेलाइरहेको देख्छु त के हो कसो हो कि पो होइन त राति सपनामा घाँटी नै खिचेर पोलेर आएको देख्छु त हो कि होइन त्यो हुन्छ हो रे त्यस्तो हुन्छ त्यही हो यसो देखेर बोलेर आउँछ नानी हो यो के हो कसो भनेर ल्याउँछ उठाइदिनु सबै उठाइदिनु यो त कुनै हो स्त्रीले देखा पर्छ नानी हेर्दै गुरु पर्नु सेतो बनाएको स्त्री एउटा खेल्न आएको देख्छु त्यसैले गर्दाखेरि नानी यो बाटोघाटो पाएको देखिन त्यसैले गर्दाखेरि नानी यो यसले दुःख दिँदै आएको देख्छु मलाई ठिक छ जसो देख्छु त्यसरी भनेर छैन र यसले बाटोको लाउन नानी टुङ्गो लाउन धेरै गाह्रो छ नानी त्यसै जान खोज्दैन नानी सुनिलाई जाए बुझिलाई जाए नानी यो त कुनै गर्न हो जाए बिजुवा राखेर कोटाएर धेरै आइस भने नानी त्यसलाई बुझाएर धेरै आइस भने नानी पुरा हुँदै जाला म त जसो देख्छु त्यसै भन्छु अरू त खासै केहीले बिगारेको त देखिन ल ठिक छ ल उहाँलाई आशीर्वाद दिउँ के छ नगर ऊर्जाहरू के छ सबै तानिदिनुहोस् उहाँको शिरबाट ल आफ्नो पूर्ण ज्ञानलाई प्रयोग गरेर ज्ञानद्वारा नानी हो नराम्रो शक्तिहरू हटाउनु राति सुतेको बेलामा कुनै सुनै पाती बैरुम पाती पातीहरू नानी मजाले सुँगेर यति सुतिस भने त्यसले दुःख दिने छैन यो हो लट झाँक्रीलाई सम्झिँदै आइस भने नानी हो तेरो दुःख दिने नराम्रो शक्तिहरू गर्दै जानेछ म त जसो देख्छु त्यसै भन्छु रे नानी हो ल ठिक छ तपाईँ के सोध्नुपर्छ सार्वजनिक चाहिँ हुन्छ है फेरि हजुर कट हुन्छ कि सट्टै झाँक्रीज्यू एकछिन बस्नु होला शरीरमा त्यो शक्तिको साथमा एकछिन आउनुहोस् अझै अलिकति बाँकी छ 2 जनाको गर्नको लागि र हाम्रो के अरे हरिबहादुर श्रेष्ठजी हरिबहादुर श्रेष्ठजीलाई धन्यवाद धन्यवाद ल बुढाबुढी बिस्तो कसै राम्रो देख्दिनँ त म त पूर्ण कम्पनको साथमा आफ्नो पूर्ण शक्ति ल्याएर भन्नुहोस्
अघि जस्तै गरी शक्तिको साथमा भन्नुहोस्। खासै राम्रो त देख्दिनँ, बाजाबाज भइरहेको छ कि क्या हो। छुट्टी नै सक्यो हो म त जसो देख्छु त्यसै भन्छु। हेरे नानी हो घरको कुलको पूजा पाठै पो त्यति राम्रो छैन ए नानी हो, त्यसैले मन भोटाउँदै लगेको पो देख्छु म त नानी हो। जबसँग आफ्नो तुलै पित्रलाई मनाएर जाँदै नसै हेरे नानी हो, तबसँग नसम्झी मेरो कोही श्रीरामती पनि थियो भनेर ए नानी हो। बाहिरबाट होइन घरको कुलैबाट दोष देखेर लिएर आउँछ नानी हो। कुलको पूजा गर्नु त छुट्टी हो, तर गाडी मेलामा केही वर्षहरू चाहिँ छुट्टी हुनु पर्यो। त्यसैले गर्दाखेरि नानी दुःख धेरै दिँदैछ है। म त सत्य भनै जङ्गलैमा खेली हिँड्ने बाला आई, वनै जङ्गलैमा जप तप साधनै गरी हिँड्ने सुनै पाती भैरुम पाती तिते पातीहरू खाइ हिँड्ने चौरी गाईको पो दुधै तुप खाइने खालको चाकरी पो रे नानी हो। जसो देख्छु म त त्यसै पनि ल्याउँछु तेरो त त्यसैले त्यस्तो भइआएको देख्छु हो नानी। अब के गर्ने उनलाई भविष्यमा? साले नानी ओ आफ्नो कुलपित्रलाई मनाएर यति लिएर आयो भने के हो कसो हो यस्ता श्रीमतीको र यसको मन मिल्न जान सक्ला ए नानी हो। हुन्छ नै त भन्न सक्दिनँ तर हुने सम्भावना धेरै देखेर लिएर आउँछु ए नानी हो। पितृ त खुसी हुनुपर्ने हो, खै कर्म त मैले गरेँ दाजुभाइले नगरे, पितृ पनि छैन नि त। पितृ किन छैन नानी हो हावा पतस भई खेलेर हिँड्छौ दृश्य छ चल्दै आयो त्यसले देख्न सक्दैन। जो दामी धमन छोरी चाकरीहरू हुन्छ उसैले देखेर लिएर आउँछ, जो उसको पुजारीहरू मनैबाट मानेर लिएर आउँछ उसैले देखिदेऊ छौ त नानी हो। जो पायो त्यसले देख्न सक्ने भयो किन यो दामी हो चाकरी हुँदै बोलाउँदै ढुङ्गो पर्छ त नानी हो। हो नि, अब उनको भविष्यमा के छ? राम्रो हुने योग छ? भविष्यमा त नानी यो राम्रै गरे र ल्याइस पनि राम्रै होला। म त अरू दामी चाकरी जस्तो होइन यही हुन्छ भनेर भन्न सक्ने छैन ओ नानी हो। स्वयं शिव नै को अंश रूप हो हामी त नानी हो। अरू दामी चाकरीले ठगेर लिएर आउला, म त ठगेर लिएर आउँदिन कर्म गर नानी हो, त्यस्तै फल पाउँदै जाला सही नानी हो। म त जसो देख्छु त्यसै बनेर लिएर आउँछु त हे भले नानी हो। त्यसै कारणले नै अरू शत्रु बैरी लागेको हुन्छ, कुलपितृ खुसी बैरी शत्रु मात्र होइन नानी हो, धेरै अरू लागि आउन सक्लान्, यो त कुलकै दोषले है नानी हो। जसो देख्छु त्यसै भनेर लिएर आउँछ नानी हो। मन पौधारिलो भन्दा पनि आफ्नो कुल थानमा है राम्रो पुजारी भएर लिएर आइस भने सबै राम्रो भएर एउटा नानी हो। गर्छु भनेर सङ्कल्प वचन त राखेको छु मैले। अब जमिनको कुरो बेच्नको लागि बडो प्रयत्न गरिरहेको छु, त के छ त तपाईँ? कुनै राम्रो धामी धमन परेको लगेको होला नानी हो। उनीहरूसँग गएर सल्लाह सुझाव गरेर आइज नानी हो। मैले आशीर्वाद दिनेछु उहाँलाई। ल त्यो हेरिदिनुहोस् कि तपाईँले मेरो आवाज त सुन्नुहोस् कि उहाँको लागि मैले जुन गरिदिरहेको म गरिदिनेछु,
त सत्य छ सै नानी हो म जसो देख्छु त्यसै भनेर लिएर आउँछ नानी हो सत्य बाटोमा हिँडिरहेको छ नानी हो त्यसले त भनौ भनेर नरिसाए नानी हो म त यो बाला नानी होइन बुढो मान्छे पो आएर बोल्दैछु ठिक छ केही छैन त्यसले कुनै आपत्ति छैन त्यो कुरामा अब यो बालकको कल्याण गर्नु पर्यो जसको चाहिँ अब के यस्तो छ व्यवहार बिग्रेको हुनाले त्यसलाई कल्याण त भइहाल्छ नानी हो भनेको मानेर लिएर आइजाऊ पूर्णिमाको दिनैमा बिहान नुहाई गरेर आफ्नो पुलभित्रको लाउन नानी ओ पूजा गरेर लिएर आइज नानी यो र एउटा देउता राखेर लिएर आइज यो संसारमा नानी हो जो तेरो मनमा बसिरहेको छ त खोजेर जातै नानी हो कुन देउता रहेछ तेरो मनमा पहिलेदेखि अहिले समर बोलीसँग बास बसेर ल्याउने खोज्दै जाए नानी हो हेर्दै जाए नानी हो बेटी ल्याउला सही गरेर ल्याइस भने नानी हो उसको पूजा र दाना गरेर ल्याउँदा नानी हो दुःखमा पनि सुखी भई हिँड्ला सही नानी हो म त जसो देख्छु त्यसै भन्छु है नानी हो मिले नभए आफै जान्छ हो नानी हो देखे जानेको नानी हो अब कल्याण हुन्छ उहाँको कल्याण त नानी हो भनेको मानेर लिएर आयो भने हुँदै आउला नत्र त यसै भन्न सकिन है नानी हो ठिक छ ल हुन्छ ल अब एकजना म्याडमको एकचोटि हेरिदिनुहोस् ल आफ्नै पूर्ण शक्तिको साथमै हेर्नुहोस् दाहिने हात दिनु दाहिने हातलाई स्पर्श गर्दै सबको जिउ शरीरैमा हेर्दै जाँदो डुल्दै जाँ कुनै यस्तो घरैबाट हो कि नानी हो कुनै एउटा हो छोरी मान्छेको है खेलेको देख्छु त है त्यसैले डुलाउँदै पो खेलाउँदैछ त नानी हो सबको कुनै हो नानी हो पिता पुर्खाहरू छोरी मान्छे नानी छ नानी हो त्यसलाई खोज्दै लिएर आइजै नानी हो पक्का पाएर आउला सोही नानी हो तँलाई त नानी हो यता जम्की उता जमाऊ के गरौँ कसो गरौँ भनेर पो मनैमा खेलाइदिएको पो देख्छु म त नानी हो यसलाई त जन्म जातै भेटेर ल्याएको छ तर आजसँग बोलेर ल्याएको छैनौ यसले चिनेको छैन हो नानी हो जसो देख्छु त्यसै भनेर लिएर आउँछु यसले खोजेर लिएर आइज तेरो घरको कुनै बिजुवा धामीहरू छलाई नानी हो बोलाई डाकेर हेरी कोरी गर्न जाँदा नानी हो अनि थाहा पाउँदै जाला छै नानी हो के रहेछ कसो रहेछ भनेर नानी हो त्यसलाई खेलाउँदै लिएर आइस भने नानी हो सुबै हुन जालौ हाके ताकेको सोचेको पुरा हुँदै जालौ नत्र भने जति सोची ल्याउँछ पुरा भएर आउन धेरै गाह्रै पर्ला नानी हो जसै देख्छु त्यसै भन्छु नानी हो यसको जिउमा त अहिले खोलेर ल्याएको त्यति राम्रो हुने छैन नानी हो जब यसको सही समय आउँछ नानी हो कुनै पूर्णिमाको रातैमा कुनै पूर्णिमाको रातैमा कुनै बिजुवाहरू लागि बोलाएर लिएर आइज नानी हो त्यतिखेर बोलाउन डाकी मागे लिएर आइज
तेरो त नानी हो शरीरमा बोलाएर दिनु। भित्र खेलेर आउँछ नानी हो जसो देख्छु त्यसै भनेर आउँछ नानी हो त्यसलाई भेटाएकै देख्छु म त जसो देख्छु त्यसै भनेर ल्याउँछु बेलाई पूर्णिमाको रातैमा खेलाएर ल्याउनु पर्छ कुनै मङ्सिरे पूर्णिमा है वैशाखे पूर्णिमा बदरे पूर्णिमाको दिन खेल्ने खालको रहेछ ठिक छ अहिले नै खेलाउन केही छैन त्यो समय त त्यो बेलामा हुन्छ अहिले खेलाउन सकिन्छ मावन गर्दिछु नानी हो आमान त गरौँला त्यो आउला नआउला त्यसको समय नभए त त्यो खुसी छ छैन नानी हो त्यसको समय नभए आउँछ नै भन्ने हुँदैन नानी हो कसैको शक्तिले उसलाई तान्न सकिँदैन नानी हो उनै खुसी भएर आएछ भने मात्र हो मैले जानेको त नानी हो अरूले जबरजस्ती खुलाउन खोजेर त खुल्दैन नानी हो हामी त जाग्यो नानी हो अरू कसैले सक्छ भनी बोलाएर जसले हानेको छ जुन शक्ति पठाएको छ त्यो शक्ति अब जगाउने कोसिस गर्नु पूर्ण जागेर आउनुहोस् ल अब तपाईँ आफ्नो पूर्ण शक्तिमा आउनुहोस् कम्पनमा आउनुहोस् पूर्ण जाग्दै आउनुहोस् जाग्दै जाग्दै शरीरमा बसेको जे शक्ति छ पूर्ण शक्तिलाई मैले जोड्न कनेक्सन गर्न खोजिरहेको छु पूर्ण रूपमा अलिअलि छुँदैछ छुँदैछ हुँदैछ आउँदैछ आउनुहोस् आउनुहोस् अब पुनः आउनु खोजेको छैन छैन आउनु आउनु दिनुहोस् आँखा बन्द गरेर मजाले फिल गर्नु र यो बालिकाको शरीरमा बस्ने जे जस्तो शक्ति छन् खेल्दै आउनु जग्दै आउनु जागो चल भाग्नु भयो सबजना निरीक्षित हामीले यताबाट बसेर के त कसरी गरेर अब डुल्दै आऊ तिम्रो के हो पहिरहनु भन्दै आऊ तिम्रो बाटो कहिले नखोजेको आज तिमीलाई बोलाएर नगरिकन आउने लुकेर बस्ने होइन त्यहाँ लुकेर बस्ने होइन लुकेर बस्न खोज्यो भने दबिएको दब्बै हुन्छ त्यसैले खोल्दै खोल्दै लिएर आऊ
कहाँबाट आएको लुकेर बस्ने होइन बाटो बनाएर त्यतिकै दुःखतिर बस्ने होइन भित्री लुकेर बस्ने होइन है शरीरको कुन अङ्गमा बसेको छ कहाँ देखिरहनु भएको छ तपाईँले कहाँ हानेको छ हानबान कहाँ लागेको छ लुकेर बस्ने होइन खेल्दै खेल्दै आउने ल हानबानलाई कहाँ लागेको छ हेर्नुहोस् एकपटक खेल्दै खेल्दै आउने एकपटक पूर्ण आफ्नो शक्तिमा आउनुहोस् त एकपटक भेटे झाँक्री एकपटक आफ्नो फेरि आफ्नो शक्तिमा आउनुहोस् अघि जस्तै बाला नानी नानी हेर्दै जाँदा डुब्दै जाँदा नानी त्यसलाई रोक्ने त नानी हो है जुन पाएको यी शक्तिले रोक्न सक्ने छैन नानी हो रोकिदिएको छु त मैले तर हटाइदिएको अस्ति कस्तो हालतमा आत्माहरूलाई रोक्न सक्ला हो नानी हो देवी देउतालाई त कुनै हालतमा पनि रोकेर रोकिने छैन नानी हो जो सत्य छ त्यसलाई रोक्न सक्दैन है कोही कसैले पनि जो भुइँ फुट्टा छ है एकपटक त्यो ऊर्जालाई तान्ने कोसिस गरौँ है त तान्ने कोसिस गरौँ झाँक्री बाँकिरहेको जो जति बाँकिरहेका थियो सम्पूर्ण दुखाइ दर्द टेन्सन तनाव रोग व्याधि जो जति छन् सम्पूर्ण त्यसलाई खिचेर ब्रह्माण्डमा फ्याँक्दियो हेसलाई त नानी हो जबसँग राम्ररी खेलाएर ल्याउँदैनौ तबसँग यो खेल्नै खोज्दैन है परीक्षा लिइबस्छ नानी हो यसले त यो के कतिको जान्ने रहेछौ भनी परीक्षा लिँदै खोज्छ नानी हो त्यसैले भित्री भित्री यसले चिन्छ कि चिन्दैन भनेर पो बसेको देख्छौ त म त यसलाई कुनै पूर्णिमाको रात होइन बोलाउँदै जगाउँदै ल्यायो पनि खुसी भइआउँछ नानी हो त्यसै देख्छु नानी हो जथाभावी आउनै खोज्दैन यो त नानी हो एकदम चोखनी त खोजिन्छ